आज चाहिँ म मेरो बसन्तीलाई नुहाई धुवाई गरेर सरसफाइ चट्ट पारेर चाहिँ साथीहरू जाँदैछु। कहाँ जाँदैछु मसँगै हिँड्नु होला। म चाहिँ खास गरी साथीहरू मेरो राष्ट्रिय परिचय पत्र बनाउनको लागि जाँदै गरेको। अनि यसको लागि फर्म भर्नको लागि चाहिँ पुरानो मङ्गलबारे पथरीदेखि पल्लो स्टेसन नै जानुपर्ने हुन्छ। अनि त्यसको लागि भनेर निस्केको साथीहरू म, तर मसँग चाहिँ लाइसेन्स नभएको कारणले मैले मेरो बसन्तीलाई चाहिँ यो रोडकै छेउमा चाहिँ छोडेर चाहिँ लाग्दैछु। अनि यो चाहिँ मेन हाइवे साथीहरू, पश्चिम चाहिँ काठमाडौँ जान्छ अनि पूर्व चाहिँ काँकरभिटा जान्छ है। अनि मलाई चाहिँ बस भन्दा चाहिँ म्याजिक बरु सिटीहरू मनपर्छ के साथीहरू, त्यही भएर म म्याजिकमा चढेँ। अनि यो चाहिँ पथरी बजार, तर हेर्नुहोस् त कति धुलो छ साथीहरू। काने पोखरी र पथरीको बिचमा चाहिँ तपाईँहरूले यस्तै जङ्गलको भ्यू पाउनु सक्नुहुन्छ है रोडको। अनि म मङ्गलबारे पुगेर पनि सिटी चढेर पनि त्यहाँ नागरिकता फाँटमा पुगेँ है साथीहरू। अनि यसो बुझ्दाखेरि कानको कुण्डल खोलेर आउनुहोस् फोटो खिच्नको लागि भनेर भन्नुभयो होइन। अनि अब त्यहाँ कसलाई खोल्नु लाउनु र साथीहरू, अनि एउटा पार्लर खोजेँ। अनि पार्लरमा गएर मेरो परेलामा उखाल्ने बेला भएको थियो, अनि परेला पनि थ्रेडिङ गरेँ। अनि त्यसपछि भने मलाई मेरो यो कुण्डल पनि खोलिदिनुहोस् न है भनेर मैले उसँग रिक्वेस्ट गरेँ। अनि उहाँले कुण्डल पनि खोलिदिनु भयो र भन्नुभयो कि लिपस्टिक पनि लाउनु हुँदैन, त्यो पनि पुस्नुपर्छ भन्नुभयो। खोइ मलाई त थाहै थिएन राष्ट्रिय परिचय पत्र बनाउँदा यस्तो हुनुपर्छ भनेर साथीहरू। त्यसपछि फेरि आए कार्यालय साथीहरू। अनि भित्र पसे साथीहरू, यहाँ धेरैजना आउनु भएको थियो राष्ट्रिय परिचय पत्र बनाउनको लागि। एकदमै लाइनै थियो सबैजनाको है। अनि एकैछिन पर्खेपछि चाहिँ मेरो काम चाहिँ बन्यो साथीहरू। अनि म चाहिँ फर्केँ फेरि सिटी चढेर, तर मेरो चाहिँ पथरीमा ओर्लिने काम थियो है। यहाँबाट चाहिँ थोरै पसलको लागि चाँदीको सामान लानुपर्ने थियो, त्यही भएर म यहाँ निस्केको। अनि फेरि म मेरो बसन्ती भएको ठाउँमा पुगेँ साथीहरू। त्यहाँबाट फेरि म पसल पुगेँ नि। अनि यो चन्द्रहारा चाहिँ हाम्रो कस्टमरको अर्डरको हो। ल साथीहरू, आजको लागि मेरो भिडियो यति नै। हस् त, धन्यवाद।